फिग्रियाको विशाल र सम्पन्न राज्य, जहाँ सुनौला बिहानीहरूले खेतहरूलाई उज्यालो बनाउँथे र साँझका रातो किरणहरूले दरबारलाई न्यानो बनाउँथे। त्यहाँ राजा मिडासले शासन गर्नुहुन्थ्यो। उनी एक दयालु र उदार राजा थिए, जसको हृदय आफ्ना प्रजाका लागि स्नेहले भरिएको थियो। उनको राज्यमा सुख र शान्ति थियो र मिडास आफ्नो प्रजाको खुसीमा नै आफ्नो खुसी देख्थे। एक दिन राजा मिडास आफ्नो विशाल वनमा घुमिरहेका थिए। हरियाली रुखहरू र रङ्गीन फुलहरूको बीचमा उनले एउटा अनौठो प्राणी देखे, एक सटायर, जसको आधी भाग मान्छे जस्तो र आधा भाग बाख्राको जस्तो थियो। सटायर हराएको र भयभीत देखिन्थ्यो। उसको आँखामा आँसु टिलपिल गरिरहेका थिए। राजा मिडासको कोमल हृदय द्रवित भयो। उनले सटायरलाई न्यानो शब्दहरूले सान्त्वना दिए र उसलाई बाटो देखाउँदै उसको घरसम्म पुर्याइदिए। त्यो सटायर मदिरा देवता डायोनिसिसका प्रिय मित्र थिए। जब डायोनिसिसले राजा मिडास दयालुताको खबर सुने, उनी अत्यन्त प्रसन्न भए। कृतज्ञता व्यक्त गर्न उनी स्वयं राजा मिडासको दरबारमा प्रकट भए। उनको उपस्थिति दिव्य र तेजस्वी थियो। डायोनिसिसले भने, हे महान राजा मिडास, तिम्रो यो दयालु कार्यले मेरो मन छुएको छ। तिमी जे इच्छा गर्छौ, म तिमीलाई त्यो वरदान दिनेछु। राजा मिडास, जो पहिलेदेखि नै धन र वैभवका प्रेमी थिए, लोभको बसमा परे। सुनको चमकले उनको आँखा धमिलो बनायो। उनले भने, हे शक्तिशाली डायोनिसिस, यदि तपाईँ मलाई वरदान दिन चाहनुहुन्छ भने म यस्तो शक्ति माग्न चाहन्छु कि मैले छुने बित्तिकै हरेक चिज सुनमा परिणत होस्। डायोनिसिसले राजा मिडासलाई यस्तो वरदानको सम्भावित नतिजाबारे चेतावनी दिए। उनले भने कि यसले उनको जीवनमा दुःख ल्याउन सक्छ, तर मिडास आफ्नो इच्छामा अडिग रहे। अन्ततः देवताले उनको अनुरोध स्वीकार गरे, अनिच्छापूर्वक भए पनि। वरदान प्राप्त गरेपछि राजा मिडास खुसीले पागल भए। उनले तुरुन्तै आफ्नो नयाँ शक्तिको परीक्षण गर्न थाले। उनले एउटा साधारण ढुङ्गा छोए। त्यो तुरुन्तै चम्किलो सुनको टुक्रामा बदलियो। उत्साहित हुँदै उनले रुखको हाँगा छोए। त्यो पनि सुनमा परिणत भयो। बगैँचाका सुन्दर फुलहरूलाई छुँदा सुनका कलात्मक मूर्तिहरू बने। राजा मिडास आफ्नो क्षमता देखेर रमाए। उनलाई लाग्यो कि उनले संसारको सबैभन्दा ठुलो खजाना हात पारेका छन्। तर उनको यो खुसी क्षणिक थियो। जब उनी भोजन कक्षमा खाना खान बसे, उनले थालमा राखिएको स्वादिष्ट भोजनदेखि उत्साहित भए। तर जब उनले रोटीको टुक्रा उठाउन खोजे, त्यो उनको हात छुने बित्तिकै सुनको कडा डल्लामा परिणत भयो। उनले पानीको प्याला उठाउन खोजे, तर पानी पनि सुनको चम्किलो तरल पदार्थ बन्यो, पिउन अयोग्य। भोक र तिर्खाले उनको पेट कुटकुट कराउन थाल्यो। उनले आफ्नो मूर्खता महसुस गर्यो। यो कस्तो भयानक वरदान थियो, जसले उनलाई खान र पिउनबाट समेत वञ्चित गर्यो। त्यसै बेला उनकी प्रिय छोरी, जो उनको जीवनको ज्योति थिइन्, दौडदै आइन् र आफ्नो पितालाई अँगालो हाल्न खोजिन्। आफ्नो छोरीलाई देखेर राजा मिडास मन स्नेहले भरियो र उनले पनि छोरीलाई अँगालो हाले। तर एउटा भयानक घटना घट्यो। उनकी छोरी, जो सबैभन्दा उसको प्यारो थियो, तुरुन्तै एउटा सुन्दर तर जीवित नभएको सुनको मूर्तिमा परिणत भइन्। राजा मिडास हृदय शोक र डरले चुर भयो।
उनले आफ्नो लोभको भयानक परिणाम देखे। उनले बुझे कि सुन र धन सबै थोक होइनन् र तिनीहरूले जीवन र प्रेमको स्थान लिन सक्दैनन्। गहिरो दुःख र पश्चातापले भरिएका राजा मिडास फेरि डायोनिससलाई पुकार्न थाले। उनको आवाज पीडा र विलापले भरिएको थियो। उनले भने, हे महान देवता, मैले ठूलो भूल गरेँ। मलाई मेरो यो सुनौलो स्पर्शको श्राप फिर्ता लिनुहोस्। मलाई धन होइन, मेरी छोरी र मेरो पहिलेको जीवन चाहिन्छ। मैले बुझेँ कि साँचो खुसी भौतिक सम्पत्तिमा होइन, प्रेम र सम्बन्धमा हुन्छ। राजा मिडासले पश्चाताप र पीडा देखेर डायोनिससको मन पग्लियो। उनले भने, राजा मिडास, तिम्रो लोभले तिमीलाई अन्धो बनाएको थियो, तर अब तिमीले सत्यलाई बुझेका छौ। पक्टोलस नदीमा जाऊ र त्यहाँ आफ्नो हात धो। तिम्रो यो सुनौलो स्पर्शको शक्ति नदीको पानीमा सर्नेछ र तिम्री छोरी पनि फेरि जीवित हुनेछिन्। राजा मिडासले देवताको कुरा सुने र तुरुन्तै पक्टोलस नदीतिर दौडे। उनले नदीको चिसो पानीमा आफ्नो हातहरू धोए। तुरुन्तै उनको स्पर्शबाट सुन बनाउने शक्ति हरायो र नदीको बालुवा सुनका चम्किला कणहरूले भरियो। उनी हतार गर्दै आफ्नो बगैँचामा फर्किए, जहाँ उनकी प्रिय छोरी सुनको मूर्ति बनेर उभिएकी थिइन्। उनले नदीको पानी छोरीको सुनौलो शरीरमा छर्के। बिस्तारै सुनको मूर्तिमा कम्पन आयो र उनकी जीवित छोरीमा परिणत भयो। राजा मिडासले आफ्नी छोरीलाई बलियोसँग अँगालो हाले। उनको आँखामा खुसीका आँसु बगिरहेका थिए। अब उनले जीवन र प्रेमको अमूल्य महत्त्व बुझेका थिए। त्यस दिनदेखि राजा मिडास एक बुद्धिमान र दयालु शासक बने। उनले आफ्नो राज्यको धन बढाउनु भन्दा पनि आफ्ना प्रजाहरूको अझ बढी सुख र शान्तिमा ध्यान दिन थाले। उनले बुझे कि साँचो समृद्धि भनेको आफ्ना मानिसहरूको खुसी र कल्याणमा हुन्छ। उनको न्यायपूर्ण र प्रेमपूर्ण शासनले राज्यलाई फेरि समृद्ध बनायो। तर यसपटक त्यो समृद्धि सुनको लोभबाट नभई मानिसहरूको आपसी सद्भाव र प्रकृतिको सम्मानबाट आएको थियो। अन्तमा राजा मिडासले आफ्नो दरबारमा सबैलाई भेला गरे र आफ्नो सुनौलो स्पर्शको कथा सुनाए। उनले लोभको खतरा र भौतिक सम्पत्तिको तुलनामा मानवीय सम्बन्ध र अनुभवहरूको महत्त्वलाई जोड दिए। उनको यो कथा धेरै पुस्तासम्म मानिसहरूका लागि एक महत्त्वपूर्ण पाठ बनिरह्यो, जसले सिकाउँथ्यो कि साँचो खुसी मनको शान्ति र अरूलाई माया गर्नमा हुन्छ, न कि सुन र धनको सङ्ग्रहमा।